दर्शकवृन्द यति बेला भने अत्यन्तै दुःखद खबर आएको छ। चिङ्गु गाउँ नै शोकमा डुबेको छ। रोजगारीको सिलसिलामा भारतको हिमाचल प्रदेशको अर्की भन्ने ठाउँमा रोजगारी गर्दै आएका 9 जनाको एकै रातमा मृत्यु भएको छ। यही पुस 27 गते राति करिब 1 बजेतिर सोही व्यक्तिहरू बसेको घरमा सिलिन्डर विस्फोटन भएर आगो लागेको थियो। सोही घटनामा परि मृत्यु हुनेमा सल्यान जिल्ला सिद्धकुमार गाउँपालिका वडा नम्बर 2 टाकुरा निवासी एउटै घरका 33 वर्षीय धनबहादुर विक, 32 वर्षीय कविता विक, 14 वर्षीय राधा विक, 11 वर्षीय रेणु विक र 2 वर्षका राजन विक रहेका थिए भने सोही ओडावासी ओराल गाउँ टोलका एउटै घरका 54 वर्षका काशीराम विक, 26 वर्षकी टीका विक, 19 वर्षकी अनु विक, 4 वर्षका किरण विक रहेका थिए। दर्शकवृन्द, यो थियो निकै दुःखद खबर। मृतकप्रति हार्दिक श्रद्धाञ्जली।